जीवनमा राम्रो समय हुँदा धेरै मानिसहरू साथमा देखिन्छन्। सबैले आफ्नोपन देखाउँछन्, मिठा कुरा गर्छन् र नजिक हुन खोज्छन्। तर वास्तविकता तब थाहा हुन्छ जब समय खराब चलिरहेको हुन्छ। कठिन अवस्थामा धेरै अनुहार बदलिन्छन्, धेरै साथहरू टाढा जान्छन्। त्यही बेला जो बिना स्वार्थ तपाईको साथमा उभिन्छ, तपाईको दुःख बुझ्छ र परिस्थिति जस्तो भए पनि साथ छोड्दैन, वास्तवमा उही मानिस आफ्नो हुन्छ। किनकि साँचो सम्बन्ध सुखमा होइन, दुःखमा परीक्षा हुन्छ। र यो परीक्षामा जो उत्तीर्ण हुन्छ उसैलाई मात्र हृदयमा राख्न सिक्नुपर्छ। भिडभाड त बजारमा पनि हुन्छ, तर सङ्कट पर्दा आफ्नै छायाले पनि साथ छोडिदिन्छ। त्यसैले मानिस चिन्न हतार नगर्नुस्, समयलाई थोरै समय दिनुस्। जब भ्रमको पर्दा हट्छ तबको आफ्नो र को पराई भन्ने कुरा ऐना झैँ प्रष्ट हुन्छ। अन्ततः खराब समयले तपाईको जीवनबाट धेरै मानिसहरू त लैजान्छ, तर बाँकी उसैलाई मात्र छोड्छ जो तपाईको लागि अमूल्य हुन्छ।